हेलो गाइस, आज चाहिँ यहाँ हाम्रो गार्डन चट्ट सफा गर्ने कार्यक्रम छ। दुईजनाको कोरहरू सफा गरेर चट्ट हाम्रो गार्डन चाहिँ यस्तो लखालिङ्ग बिजोग छ, यस्तो बिजोग छ। अनि यो झिरिमिरी दागो चाहिँ आगो दन्दन बनाइरहेछ हामी। अनि यहाँ हुन्छ मेरो वरिष्ठ। गार्डन घाल यस्तो छ, पछाडि साग फुल्न लागिरहेछ, यस्तो छ। अनि हाम्रो त्यहाँ बार्बिक्यूको लागि रेडी छ। यहाँ आगोले खाइदिएको छ यसलाई। अब चाहिँ भिडियो कन्टिन्यू हुनेछ गाइस। के गर्नु, यहाँ हाम्रो आज चाहिँ गार्डन ब्लग रह्यो हाम्रो। आफ्टर लङ टाइम भिडियो बनाउँदैछौँ। यो चाहिँ फाल्नुपर्ने हुन्छ स्किपमा। धुवा त सबै बनाएको छ डाली। त्यतिको बोल्दा न नटुक्राइदियो। डढेर लाग्यो भने के हुन्छ? डार्लिङ तेरे लिए मुन्नी बदनाम हुए। स्किन नभएको बेला त्यो गरेको बेला गाडी हाल्नलाई मैले पार बनाएँ नि, भर्काएँ त्यो हो के त्यो हो। यो चाहिँ त्यो त यतापट्टि लिएर हालेको भनेको होइन, त्यो त यतापट्टि लिएर हालेको भनेको होइन। एउटा चाहिँ यतापट्टि अनि यो कचाको छुवा गरौँ। ल म चाहिँ यहाँबाट यो रुखलाई काटेर काट्ने होला। त्यो होस् कति मजा लाग्यो होला। कुखुरा लोकल कुखुराले खाने होला।
त्यो खुकुरी बिग्रिन्छ हौ त्यो होस् त्यो उसमा ऊ पछि ऊ हुँदो चुची गरेर के आमा टिक माथि हुँदो ल म चाहिँ स्किनमा डर्टी थिङ्सहरू फाल्नु छ यस्तो छ स्किममा छ यति फोहोर फाल्ने स्किपको स्थिति चाहिँ यति स्किपको लागि 300 पाउन्ड we spend 300 pounds front garden यस्तो छ आज चाहिँ घर सफाइ गार्डन सरसफाइ गर्ने कार्यक्रम चलिरहेको छ यहाँ दुईजनाको मेरो हजुरसँग डार्लिङ ल यहाँ चाहिँ हाम्रो क्यामेरा फ्रेम त्यहाँ हुन्छ क्यामेरा फ्रेममा देख्नु भएको छ मेरो डार्लिङ देखेको छ मेरो डार्लिङलाई भिडियोको अगाडि चाहिँ रेस्ट्रिक्ट गरेर बोलाउनु हुन्छ त्यो अरू टाइममा चाहिँ तपाईँलाई मोमो हो म चाहिँ यो फोहोर खाना कन्टिन्यू दिइरहेको छु स्किप लगभग भर्न लागिरहेछ यो हाम्रो दाइले ल्याउनु उतापट्टि तारसँग ल्याउनु भएको दाइले लेबलै नाम मैले निकाल्नु क्या घरदेखि फोहोर भयो कि खान एक्सप्लेन योहरू पनि फ्याल्दिने साइकलहरू बाफुच्चीहरू उ गर्छ किन फ्याल्यो भन्ला फेरि ल भिडियो एड पनि भइसकेछ यो फालिदिँदा हुन्छ यो काम छैन यो टिनको काम छैन त्यो के हो त्यो टिनको खोइ के हो यो पहिलेकै घरबेटीहरूको हो यो भकुन्ड पनि फाल्दै यो त उ रहेछ छोड्दैन अहिले लास्टमा गएर पहिला त्यो सबै यता गऱ्यो त्यो ढोका लगेर फाल साइडमा ढोका मिक्स गरेर खालो गरेर उगाइदियो मेरो आमा ढोका म एक्लै फ्याल्न सक्दिनँ होला जस्तो छ ल गार्डन पनि चिरी च्यात्दै छ को नि अघि खेल्नु भन्दै होला हिँड्थ्यो के साह्रो टल्केको क्यामेरा जस्तो हो कि मान्छे कालो भएको हो कि के हो म केही बुझ्न सकिनँ हौ यो त पितले जस्तो छ त मान्छे त पितले डन जस्तो छ त पितले डन पितले डन जस्तो देखिरहेको छ सिन किन यस्तो भएको यस्तो गर्दा त फेरि हुन्न ल अब यो फाल्छु पितलको उ जस्तो भएको छ नि क्यामेरा भन्दा नि यो उछलो यता त फेरि राम्रो देखिन्छ त सी ई Oh my gosh. Here we go.
Yes. धुवाँ लगाएरै सिध्याउने हो आगो बालेरै सिद्धिरहेछ त्यो म पहिले त्यही सोचिरहेको थिएँ कि डराउँ कि सबै अनि सबै त सम्भव छैन नि त डराउने नडराउने चिजहरू थुप्रै निस्क्यो नि त हाम्रो होइन सक्दैन भने म नि एकपट्टि बोकिदिन्छु नि नत्र भेनासँग लैजाऊ न बोलाएर बोलाऊ एक्लै सक्दैन गर्नु रहेछ That's why. सक्दैन नि सक्दैन बोल्न गरेर दाँत फुस्किन्छ बोला बोला सक्छु निकै गरौँ गरिरहेको छ अहिले झडक्क झऱ्यो भने सिसा हुन्छ यो धुवा कहाँको थियो उयो अगाडिको जामहरूले उँधो निकाल्दै हुँदैन है नि पहिले स्किपमा हाल्दिनु पर्ने हाल्दैन गएर भोलिएर राख्दैछ अनि के हुन्छ त अनि उनीहरूको त्यो अरू सामान लिएर भरे स्किपमा हाम्रो स्किपमा अर्को घरको यो काँडा त फेरि कस्तो घोङ्गेरो काँडा त मकिँदैन है एकदम ज्याद्रो हुन्छ ठिक भयो मजाले सुक्यो नि त 1 वर्ष भयो काटेको अस्ति डिसेम्बरमा 1 वर्ष पुगेर यति आयो आगो त जिन्दगीमा ताप्नु नपाएको आज ताप्यो रन्क्यो जिन्दगीमा ताप्नु नपाएको आगो ताप्यो आज रन्क्यो के रम्किँदै हो त कति साह्रो रहेछ त यो त सुकिन्छ सबै सुकिसकेको रहेछ हेरु भनेको के टेर्दैन 2 जना बनेर लैजाऊ न एकछिन बोलाऊ नि त्यो कोठैमा होला त नि एकछिन सहयोग माग्नु त गर्ने त बोलाऊ यो कति 500 ml हो काँडा त फेरि उम्लिन थालेछ चिकन निकाली त त्यही हो नि त्यस्तो नजलाऊ न सबै धुवा आउँछ के त्यस्तोहरू के जलाउने हिँडेन सबै कालो धुवा आउँछ
सिस्नो गएको रहेछ अब योपालि। आउँछ हौ बसेर पलाउने बेला भएकै छैन है। डार्लिङ तेली दाइले यो चाहिँ किन फर्काएर ल्याएर राखेको यता? होइन लगाइदिने यसको अनलाइन मगाउँछ अरे अनि आफैले लाउने हो क्या आफ्नो घरमा। यहाँ नलाउने भने एकदम पावर तान्ने हो क्या जस्तो छ यसले एकदम धेरै जान्छ। यही हो अनलाइन मागेर लगाइदिन्छ अरे हामीलाई नै के दाइले अघि भनेको। सबै पनि बन्द गरिदिएपछि के तान्छ पावर? त्यो यत्रो टोलीमा चाहिँ कति चाहिँ के चाहिँ स्पेसै छ? त्यो उँधोपट्टि ठाडो बनाएर लाउने त अनि यो दाइले रबर निकालिसकेको उसको बाउले टाँगेको रहेछ नि कहाँ? त्यो काट्छ स्याक्टमा। यो त आगो लगाउँछ जोड धुवाउँछ। सक्यो त मेरो त यो फाल्दिने होला। के को गाँठ हौ? ओहो काँडा त यसका बाद नभक्दैन खान्छ सबै धुलो गर्छ के यस्तो त कोही मन भयो। छैन फुलमा रेडी भइरहेको छ। मरे जस्तो देख्छ है। नलगाऊ न धेरै सलल्ल माथि आउँछ कि त्यति नै अलिक भएपछि पनि फेरि लाउनुपर्छ बिस्तारै। त्यही भएर म यहाँ काटेर बसेको त यिनीहरू बिस्तारै चलाउँछ नि त एकैचोटि घरेर लगाउन खोजेको त ए खुट्टा बिज त्यतिका नआउँथ्यो एउटा काँडा पछि किनभने मेरो त जुत्ता तरो छ नि त्यस्तोमा पस्दैन नि त।
बेकार ऊ यो चाहिँ यो यताउँदो आएको हाम्रो कसले किनेको त्यही थियो घरबेटीकै हो पहिलाकै घरको हो त्यो घरपट्टिको रे पहिलाको घरबेटीको भनेको चाहिँ अलिक खेचेर काट यो चाहिँ उसमा हाल्नु तल उसमा हाल्नुपर्छ बिनमा बिनमा यस्तो चाहिँ लाग्छ होइन यस्तो अनि कस्तो छोटो छोटो काटेको मात्रै लान्छ कि कसो लामो लामो चाहिँ लाँदैन रहेछ नाटक